नेपालको संसदीय लोकतन्त्रले विगत 60 वर्षमा 8 वटा आम निर्वाचन देख्यो। दुई 2015 सालको पहिलो आम निर्वाचन जहाँ नेपाली कांग्रेसले स्पष्ट बहुमत लिएर आएको थियो तर पनि 5 वर्ष सरकार टिकाउन सकेन। 2048 सालको आम निर्वाचन जहाँ नेपाली कांग्रेसले फेरि बहुमत लिएर आयो र गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री बने तर तिनले आफ्नो सरकार 5 वर्ष पनि टिकाउन सकेनन् र देश मध्यावधिकमा धकेलियो। 2051 सालको आम निर्वाचनमा त झन् कुनै पनि दलको बहुमतै आएन। 2056 सालको निर्वाचन जहाँ नेपाली कांग्रेसले फेरि बहुमत लिएर आयो तर पनि स्थिर सरकार भने दिन सकेन। 2064 सालको पहिलो संविधान सभाको निर्वाचन र 2070 सालको दोस्रो संविधान सभाको निर्वाचनमा पनि कुनै पनि दलले स्पष्ट बहुमत लिएर आउन सकेनन्। फलस्वरूप राजनीतिक दलहरूले मिलिजुली सरकार बनाउन बाध्य भए। 2074 सालको संसदीय निर्वाचन पछि नेकपा एमाले र तत्कालीन नेकपा माओवादी बीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी बने र केपी शर्मा ओली उक्त पार्टीको एकल बहुमतको सरकारको प्रधानमन्त्री भए। तर उनले न त पार्टी जोगाउन सके न त आफ्नो ढलले गरेको सरकार। 2082 साल फागुन 21 को संसदीय निर्वाचन परिस्थिति फेरिएको छ, परिदृश्य फेरिएको छ, कहीँ कतै मतदाताको मन पनि फेरिएको होला तर निर्वाचन प्रणाली भने उही छ कि यसपालि पनि हामीले हङ पार्लियामेन्ट पाउँछौँ या कुनै सरकार स्थिर भएर 5 वर्षसम्म चल्न सक्छ। यदि यसपालि पनि कसैको बहुमत आएन भने यसपालि पनि संसदले पूर्ण कार्यकालको सरकार दिन सकेन भने